रूपमा परिचित रूपा डाङ्गीज्यू र यो आजको अध्यक्षता गरिरहनु भएका समाजसेवी सञ्जु कुमार थिङज्यू लगायत यहाँ उपस्थित सबै अतिथिज्यूहरू, यहाँ उपस्थित सम्पूर्ण खेलाडी साथीहरू, पत्रकार साथीहरू सबैलाई मेरो फेरि पनि नमस्कार। आज यहाँहरू यहाँ यत्रो ठुलो उपस्थितिमा तपाईँहरूको माझमा केही शब्दहरू राख्न र तपाईँहरूसँग भेटघाट छलफल गर्न यो जुन कार्यक्रम तपाईँहरूले आयोजना गर्नुभएको छ त्यसको लागि पनि म आयोजक साथीहरू सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। उज्यालो नेपाल पार्टी र केन्द्रीय अध्यक्षको हैसियतले हाम्रो पार्टीले यो देशलाई समृद्ध बनाउन र सुशासन कायम गर्न र सामाजिक न्यायको पक्षमा बोल्न यो उज्यालो नेपाल पार्टी स्थापना भएको थियो। धेरै थोरै समयमा हामीले देशैभरि यसको संरचनाहरू बनाएर अगाडि बढाएका छौँ। केही समयको लागि हामी अलि अल्मलियौँ, तर अहिले हामी धेरै अगाडि बढेका छौँ। देशैभरि हाम्रो संरचनाहरू बनाएर अगाडि बढेका छौँ। देशैभरि करिब 121 ठाउँमा उम्मेदवार उठाएर आगामी 21 गतेको फागुन 21 गतेको चुनावमा भाग लिँदैछौँ। र मैले यो क्षेत्र काठमाडौँको 3 नम्बर क्षेत्र मेरो प्रत्यक्ष उम्मेदवारी दर्ता गरेको छु। यहाँहरूले विश्वास गर्नुहुन्छ भन्ने मैले विश्वास गरेर, यहाँहरूको माया हुन्छ भन्ने मैले सोचेर यहाँहरूकै अगाडि यहाँहरूकै क्षेत्रमा मैले उम्मेदवारी दर्ता गरेको छु। म पनि यही क्षेत्रको काठमाडौँ 3 नम्बर क्षेत्रमै करिब 20-25 वर्ष बस्दै आएको छु र यो क्षेत्रलाई मैले धेरै बुझेको छु। यो क्षेत्रको समस्या बुझेको छु। यो क्षेत्रका आम मतदाताहरूसँग, आमा बुवा दाजुभाइ दिदीबहिनी सबैसँग मैले धेरै सहकार्य गरेको छु। तसर्थ यो क्षेत्रलाई मैले चुनावी मैदानको रूपमा लिएको छु। यहाँहरूले विश्वास गर्नुहुनेछ र मलाई जिताउनुहुनेछ भन्ने म एकदमै विश्वस्त छु। यहाँहरूले जिताउनुहुन्छ नि। उज्यालो नेपाल पार्टी एउटा जेन्जी आन्दोलनपछि जन्मेको 3 महिना मात्रै भयो। अहिले नयाँ शक्तिको रूपमा सबभन्दा नयाँ पार्टी र नयाँ शक्तिको रूपमा उदाएको पार्टी हो। हामी नै नयाँ शक्ति हौँ। उज्यालो नेपाल पार्टी अहिलेको आजको दिनमा सबभन्दा नयाँ शक्ति र उज्यालो यो देशको सबभन्दा नयाँ र सशक्त ऊर्जाशील पार्टी हो। अरू सबै पार्टी पुराना छन् र अरू सबै पार्टी यो देशको हिजोको संसदमा, हिजोको सरकारमा सबैमा सहभागी भएर आफ्नो परिणाम देखाइसक्नु भएको छ। उहाँहरू टेस्टेड भइसक्नु भएको छ। परिणाम कस्तो देखायो भन्ने कुरा यहाँले देखिसक्नु भएको छ। तर उज्यालो नेपाल पार्टीले यो देशमा विगत लामो समयदेखि उज्यालो नेपाल पार्टीका नेतृत्वले, म आफै अध्यक्षको हैसियतले यो देशमा हामीले धेरै कामहरू, धेरै परिणाम काम गरेर देखाएका छौँ। हामीले भाषण गरेर, यो प्रचार गरेर हामी तपाईँ माझ चिनिएको होइन, काम गरेर चिनेका छौँ। तपाईँहरूले विश्वास गर्नुहुनेछ भन्ने मलाई विश्वास लाग्छ। हामी काममा विश्वास गर्ने र परिणाममा विश्वास गर्ने पार्टीको रूपमा हामी चिनिएका छौँ, व्यक्तिको रूपमा चिनिएका छौँ। तपाईँहरूले यो देशमा हामीले लोड सेडिङ अन्त्यदेखि एउटा संस्थालाई नाफामा ल्याउनेदेखि यो देशबाट बिजुली नेपालमा मात्रै होइन
नेपालको हरेक गाउँ घर सबै घर घरमा बिजुली पुर्याउने मात्रै होइन, भारत र बङ्गलादेशसम्म पनि नेपालको बिजुली हामीले निर्यात गर्न सफल भयौँ। वर्षमा करिब 20 अरबको बिजुली अहिले निर्यात गरिरहेका छौँ। लामो समय घाटामा रहेको संस्थालाई हामीले खरबौँ रुपियाँको नाफामा ल्याउन सफल भयौँ। यो सरकारी संयन्त्र, सरकारी संस्थाहरू सधैँ घाटा हुन्छ भन्ने एउटा प्रवृत्तिलाई हामीले परिवर्तन गरेका छौँ। यो एउटा हाम्रो आर्थिक समृद्धिको एउटा मोडेलको रूपमा हामीले स्थापित गरेका छौँ। चिलिमे हाइड्रो पावरमा बसेर त्यहाँको जनतालाई रोजगारी र त्यहाँको जनताको समृद्धिको लागि मैले काम गर्ने मौका पाएँ र विद्युत प्राधिकरणमा बसेर नेपालको ऊर्जा क्षेत्रमा ठुलो फड्को मार्न सफल भयौँ। नेपाललाई ऊर्जामा आत्मनिर्भरतातिर अगाडि बढाउन हामी सफल भयौँ। यो देशको ऊर्जा क्षेत्र यदि यसरी हामीले परिवर्तन गर्न नसकेको भए आज लोड सेडिङ दिनको 18 घन्टा होइन, 2 दिन 3 दिनमा बत्ती आउने अवस्था हुन्थ्यो। 2 दिन 3 दिनपछि एक दिन बत्ती आउँथ्यो। 800 मेगावाटको बत्ती बिजुलीको चाहिँ हाइड्रो पावरको जेनेरेसन क्षमता थियो। अहिले यो देशमा 800 मेगावाटबाट 4000 मेगावाटभन्दा बढीको जलविद्युत उत्पादन भइरहेको छ। 10,000 मेगावाटभन्दा बढी विद्युत चाहिँ निर्माणको चरणमा छन्। धेरै प्रोजेक्टहरू अगाडि बढेको छ। आगामी दिन यो विद्युतबाट नै देशको समृद्ध हुन्छ, यो देश समृद्ध हुन्छ भन्ने एउटा प्रमाणित भइसकेको छ। र मैले काम गर्दाखेरि जुन बेला मैले राम्रो काम गर्दै गएँ, चिलिमे हाइड्रो पावरमा मैले राम्रो काम गरेर 4 वर्षमा एउटा नतिजा निकालेँ। त्यहाँबाट मलाई कारबाही गरेर निकालियो र कारबाही गरेर निकालेपछि रसुवाका जनताले 1 महिनासम्म आन्दोलन गर्नुभयो। त्यसपछि म यो नेपाल अधिराज्यभरि यो विभिन्न मिडियाहरूमा चर्चामा आएँ र आम जनताले पनि चिनिन थाले। त्यसपछि म विद्युत प्राधिकरणको कार्यकारी भूमिकामा आएँ। कार्यकारीमा भूमिकामा आएपछि लोड सेडिङ अन्त्यदेखि धेरै कामहरू गरेँ र विगत केही समय अगाडि तपाईँहरूले सुनिराख्नु भएको थियो। यो 4 महिना मात्रै बाँकी हुँदाखेरि, मेरो कार्यकाल सिद्धिन 4 महिना मात्रै बाँकी हुँदाखेरि सरकारले मलाई बर्खास्त गर्यो। यो बर्खास्ती त्यतिकै गरेको थिएन। जुन बेला मैले उद्योगहरूबाट बिजुलीको बत्ती प्रयोग गरेर, जुन बेला लोड सेडिङ थियो त्यो बेला बत्ती प्रयोग गरेका बिजुली प्रयोग गरेका उद्योगहरूबाट पैसा उठाउनुपर्छ भनेर लाग्दै यो उठाउनु हुँदैन भनेर बर्खास्त गरियो। त्यो बर्खास्तीपछि म 4 महिना अगाडि बर्खास्त भएँ र म विभिन्न देशमा उज्यालो नेपाल अभियान भनेर लागिरहेँ। यो उज्यालो नेपाल अभियानमा लागिरहँदाखेरि देश विदेशमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग सहकार्य सम्पर्क र चाहिँ धेरै ठाउँमा छलफल बहसमा म चाहिँ सहभागी भएँ। र त्यसपछि जेनजी आन्दोलन भयो। जेनजी आन्दोलनपछि म सरकारको एउटा जिम्मेवार मन्त्रीको रूपमा 3 महिनाको लागि 115 दिनको लागि 3टा मन्त्रालय सम्हाल्नुपर्ने मेरो जिम्मेवारीमा आयो। मैले त्यो जिम्मेवारी वहन गरेँ। त्यो जिम्मेवारी मैले जिम्मेवारीपूर्वक वहन गरेँ। 115 दिनमा 107वटा मुख्य कामहरू गरेर मैले चाहिँ सरकारबाट राजीनामा गरेँ। यो देशमा धेरै संरचनाहरू नबनेको, यो देशमा यो मन्त्रालयहरूमा धेरै कामहरू नहुने, धेरै निर्माण गर्नुपर्ने कामहरू समयमा नहुने, पुल नबन्ने, रोड नबन्ने धेरै समस्याहरू थिए। त्यो समस्याहरूलाई समाधान गर्दै धेरै नीतिगत निर्णयहरू पनि धेरै गरेर हामी बाहिरियौँ र यो सरकारबाट बाहिरिएपछि मैले यो चुनावको अभियानमा लागेको छु। तपाईहरुलाई चाहिँ यो क्षेत्र
यो क्षेत्र मैले चुनेको छु। तपाईँहरूको मत अमूल्य मतको लागि म हार्दिक अनुरोध गर्दछु, मलाई यहाँबाट जिताएर पठाउनुहोस्। अब मन्त्री होइन प्रधानमन्त्री भएर यो देशको अनुहार परिवर्तन गर्नुपर्छ। अब यो देशमा विकास र समृद्धिको चाहिँ बाटो पहिल्याउनुपर्छ। यो देशबाट भ्रष्टाचार मुक्त गर्नुपर्छ। यो देशमा सुशासन कायम गर्नुपर्छ र यो देशमा सबै हाम्रा युवाहरूलाई यही देशमा बसेर रोजगारी पाउने व्यवस्था गर्नुपर्छ। यो देशमा सबै किसिमको वस्तुहरू यहीँ उत्पादन हुने आत्मनिर्भर इकोनोमी, आत्मनिर्भरतर्फ देशलाई स्थापित गर्नुपर्छ। त्यसैले अब सही व्यक्तिहरू सरकारमा जानुपर्छ। सही व्यक्तिहरूले नेतृत्व गर्नुपर्छ। यदि सही व्यक्तिहरूले नेतृत्व नगर्ने हो भने फेरि पुरानै अवस्था आउने हो भने यो देशले झन् अप्ठ्यारो परिस्थिति बेहोर्नुपर्ने अवस्था आउन सक्छ। त्यो भएको हुनाले अब सही व्यक्तिहरू जानुपर्छ। सही व्यक्ति सही समयमा सही ठाउँमा पुगेन भने देश परिवर्तन हुँदैन। त्यो भनेको प्रधानमन्त्रीदेखि मन्त्रीदेखि सचिवदेखि तलसम्म सही व्यक्तिहरू आउनुपर्छ। जबसम्म सही व्यक्ति प्रधानमन्त्री हुँदैन तबसम्म यो देशको आर्थिक उन्नति हुँदैन। अब हामीले आर्थिक उन्नति, आर्थिक रूपान्तरणको बाटोमा हामी अगाडि बढ्नुपर्छ। त्यो तसर्थ हामीले राजनीतिक परिवर्तन धेरै देख्यौँ, धेरै दर्शनका कुरा पनि सुन्यौँ। धेरै दर्शनका कुराहरू तपाईँहरूले सुन्नुभयो। धेरै उम्मेदवारहरूलाई तपाईँहरूले जिताएर पठाइसक्नु पनि भएको छ। अब देशको परिवर्तन गर्ने, देशको आर्थिक रूपान्तरण गर्ने, देशको समृद्धिको लागि काम गर्ने व्यक्तिहरूको चाहिँ प्रतिनिधित्व सरकारमा हुनुपर्छ। तसर्थ तपाईँहरूले सही व्यक्तिहरू छान्नुपर्छ। हामी यहाँ आएका छौँ, तपाईँहरूको माझमा आएका छौँ। तपाईँहरूले हामीलाई चुनेर, अत्याधिक मतले चुनेर हामीलाई सरकारमा पठाउनुहोस्। अब हामी देशको एउटा समृद्धिको बाटोलाई अगाडि बढाउनेछौँ र सुशासनको बाटोलाई अगाडि बढाउनेछौँ र आम नेपाली जनताको हरेक नेपालीको अनुहारमा उज्यालो